हेलो एभ्रिवान हामीले चाहिँ अघिल्लो भिडियोमा च्याट जीपीटी नामक एप्स कसरी लगइन गर्ने, कसरी डाउनलोड गर्ने अनि पछि त्यसमा रहेका फिचर्सहरूको बारेमा कुरा गरेका थियौं। त्यो चाहिँ मेरो युट्युब च्यानलमा गएर हेर्न सक्नुहुन्छ। अनि आज चाहिँ हामी च्याट जीपीटी एप्सबाट लोगो बनाउन सिक्छौं। कुनै पनि ब्रान्ड, युट्युब च्यानल, फेसबुक पेजहरुको अथवा कुनै पनि अफिसहरुको लोगो चाहिएमा च्याट जीपीटीबाट पनि बनाउन सकिन्छ, एआई बाट। यसमा चाहिँ हामीले च्याट जीपीटी ओपन गरिसकेपछि सर्च अप्सनमा गएर हजुरहरुलाई चाहिँ पहिला चाहिँ आफ्नो त्यो लोगोमा चाहिँ नाम अथवा आफ्नो युट्युब च्यानलको अथवा आफ्नो फेसबुक पेज अथवा ब्रान्डको नाम राख्न सक्नुहुन्छ। म चाहिँ मेरो युट्युब च्यानलको नाम राख्छु। लर्न टेक नेपाल। मेकिङ logo of this name with attractive and add। हजुरले चाहिँ आफ्नो लोगोमा चाहिँ कस्तो खालका एलिमेन्टहरु चाहिँ युज गर्न चाहनुहुन्छ, आफ्नो लोगोको टाइप अनुसार अथवा आफ्नो चाहिँ लोगोको नामको टाइप अनुसार। मेरो चाहिँ टेक च्यानल भएको भएर चाहिँ म यहाँ चाहिँ टेक्निकल सम्बन्धी एलिमेन्टहरु चाहिँ युज गर्न भन्छु। एड एलिमेन्ट रिलेटेड टु टेक्निकल विथ। हजुरहरुले चाहिँ आफ्नो लोगोमा चाहिँ कस्तो कलरको थीम दिन चाहनुहुन्छ। म चाहिँ विथ व्हाइट, ब्लू एन्ड ग्रीन थीम। अब चाहिँ लोगो बनेर आउँछ। यहाँ लोगो बन्न चाहिँ स्टार्ट भइसकेको छ। अब चाहिँ केही सेकेन्ड भित्र यहाँ चाहिँ लोगो बनेर आउँछ। एआई को मद्दतबाट छोटो समयमै आफ्नो युट्युब च्यानल, फेसबुक पेज अथवा कुनै पनि पसलहरुको भयो, कुनै पनि ब्रान्डको लोगो बनाउन सकिन्छ। अबको केही सेकेन्ड भित्र यहाँ चाहिँ लोगो बनेर आउँछ। यहाँ चाहिँ हाम्रो यो लर्न टेक नेपाल च्यानलको लोगो बनेर रेडी भइसकेको छ। यो लोगो चाहिँ हामीले यहाँ हेर्न सकिन्छ र यो लोगोलाई चाहिँ हामीले सेभ पनि गर्न सकिन्छ र सेभ गरेर चाहिँ आफ्नो युट्युब च्यानलमा हाल्न सकिन्छ। यो चाहिँ मैले एउटा सिम्पल बनाएँ। हजुरहरुलाई चाहिँ जस्तो किसिमको चाहिन्छ त्यस्तै किसिमको चाहिँ यहाँ टाइप गरेर एआईलाई भनेर अहिले चाहिँ छोटो समयमा राम्रो लोगो बनाउन सक्नुहुन्छ। आजको भिडियोमा चाहिँ यति नै लोगो बनाउन सिक्यौं र म अर्को भिडियोमा चाहिँ युट्युब थम्बनेल बनाउन सिकाउने छु। थ्यांक यू।